हेलो साथीहरु, वेलकम टु माई भिडियो। आज चाहिँ म घरबाट स्टार्ट गर्दैछु। आज हामी जंगल जान लागेको आन्टी अनि नानासँग। आज चाहिँ म घरबाटै फुलबारीबाटै मेरो भिडियो स्टार्ट गर्दैछु। हेरेर इन्जोय गर्नु होला है साथीहरु। ल नाना त्यहाँ जाँदै हुनुहुन्छ, आन्टी चाहिँ यहाँ आन्टी घरबाट निस्किनुहुन्छ होला सायद, के गर्दै हुनुहुन्छ। मौसम यस्तो बिग्रेको छ, यस्तो उयो छ, ढुम्म पर्छ भने पानी पर्यो भने चाहिँ नाना आन्टीको घरमा आइपुग्यो। आन्टी आन्टी घरमा फुलहरू यस्तो राम्रो फुलेको छ कि, सेन्जेरिया फुल कस्तो राम्रो कलर आएछ। यस्तो नगो धेरै भएको थियो कि आऊ तपाईँको घरमा। यो फुल चाहिँ राम्रो हुन्छ, तर आज फक्रिन्छ भोलि झरिहाल्छ यो के राम्रो हुन्छ। फेरि यसमा चाहिँ धेरै मौरी आउने नि, अति नै धेरै मन पराउने फुल। यो फुल चाहिँ मौरीको लागि चाहिँ होला। यहाँ छ यहाँ यो फुलमा चाहिँ अति नै धेरै मौरी घुम्छ। यो फुलमा चाहिँ यहाँ यस्तो छ, अरू कुनै फुलमा छैन, यसमा चाहिँ कस्तो राम्रो यो फुल पनि रोप्नु कस्तो राम्रो हुँदो रहेछ। यो फुल पनि नाना नि आन्टी आउँदै हुनुहुन्छ। म त झोला बोकेको छु त यहाँ अब यता झनै गुराँसको जस्तो फुलेछ त हो। कुन बाटो जानु त? यो बाटो जानु कि यो बाटो जानु त? ल भन्नु आन्टी। ल जाउँ त्यसो भने यता बाटो जाउँ न त। ल यता बाटो जानु भने हामी चाहिँ यता बाटो लाग्यौँ है साथीहरू। फेरि पनि अस्तिको ट्याङ्कीमा आयौँ है हामी। अस्ति हामी चाहिँ 2 बहिनी नानासँग आएको थियौँ, आज चाहिँ आन्टी पनि। हामी 3 बहिनी आएको छौँ आज चाहिँ। मैले यही खोजेको त, यो मैले पल्टाएको थिएन। यहाँ पनि थिएछ नि त, यो त हामीले देख्यौँ न त हिजो अस्तिको दिन त। लु सफा माथि नभएर छोरा मान्छेहरू लड्नु खोज्दै बनाएको। हामी लेडिज चाहिँ ओसार्ने, जेन्ट्सले चाहिँ बनाउने। श्रमदान गरेको पो त हामीले। यो नाना आन्टी यहाँ त कता हामी उँभो जान्छौँ होला। गुराँस टिप्न पाइन्छ कि पाइँदैन हौ आज। फेरि कस्तो मौसम त फेरि धमिलो छ हौ। धेरै नै छ कि 2-3वटा। ए माथि छ सन्दा छ रहेछ गुराँस, तर क्यामेरामा पनि नदेखिँदो रहेछ। तर खोज्न थाल्ने कि क्या भएर गुराँस टिप्न आउनु छोडिकन। अरे भन्दै थियो कस्तो राम्रो फुलिरहेछ हौ बरु। चुत्रोक के भन्छ यसको नाम के भयो? यस्तो राम्रो यो फुल फुलिरहेछ बरु। तितो पनि आम्ला पनि। ल 30-35 मिनट पछि बल्ल गुराँस भएको आउनु चाहियो साथीहरू। तर आमा कति धेरै गुराँस, तर क्यामेरामा त कस्तो कैदै नहुने रहेछ। हेर्नु न माथि भएर कि जुम त माथि एकचोटि हेरौँ त। कहाँ कुन बाटो जानु? होइन यताबाट जानु, यताबाट जानु न। के कता जानु? यता जानु के पर होला, यता जाउँ न। ल अब त्यो माथि फोकस गरेर हामी लाग्यौँ उकालो। फोकस गरेर त्यही सिस्नु भागेर सिस्नु, यहाँ भनेको पातले सिस्नु। कति राम्रो मान्छेले किन यहाँ भेट्दै छैन? जाँदा यो बाटो मान्छेहरू धेरै गएको रहेछ। जाङ्गेमा चाहिँ साथी हो यो चाहिँ। आज अघि नै अहिले फेरेको है यसले कट्टु हाफ कट्टु। साथीहरू लाली गुराँसको फेदीमा चाहिँ हामी पुग्नु लागिसक्यौँ, तर टिप्नु चाहिँ सकिँदैन। यत्रो माथि चाहिँ आउनु चाहियो।
बाफ्रे 35 मिनट 35-40 मिनट माथि नै आउनु चाहियो यो गुराँसको बोट फोकस गरेर आउनु आएको हेर्दै जानु होला हामी टिप्नु सफल हुन्छौँ कि हुँदैन है ल साथीहरू गुराँसको बोटमा त आउनु त आइयो बाफ्रे बोट त साथीहरू बोट चाहिँ बहुत ठुलो रहेछ कस्तो रहेछ बोट साथीहरू यो बोटमा त म चढ्नै सकिनँ यार आन्टीहरू पनि चढ्न सक्नु भएन नाना पनि सक्नु भएन अब यो बोटमा चाहिँ कोसिस गर्ने है साथीहरू यो बोटमा चाहिँ कोसिस गर्छु म भनेर ल यहाँ यो त गुराँसको बोट हो ल म अब चढ्दैछु साथीहरू ल हेर्दै जानु साथीहरू म चढ्न सक्छु कि सक्दिनँ यो बोटबाट यसरी जानु पर्यो म हेर्दै जानु होला साथीहरू म चढ्न सक्छु कि सक्दिनँ गुराँस ल्याइन झोला ल्याइन साथीहरू म गुरुकमा चढ्नु सफल चाहिँ भएँ होइन यत्तिको गुराँस रहेछ यी साथीहरू तर पुरै झरी जानु लागेको रहेछ हो यस्तो छ साथीहरू यस्तो छ होइन अस्ति फुलेको सबै झरी गइसकेछ गुराँस त साथीहरू 45 मिनटपछि बल्ल गुराँस भेटेको कि त्यो पनि सबै झरी गएको हेर्नु न यस्तो छ साथीहरू यति टिप्नु सफल भइएछ मैले झार्ने आन्टी र नानाले भेला पार्नु भएको यति आन्टीलाई धेरै भेला पार्नु भएछ ल धन्यवाद तपाईँहरूले अब लाग्यौँ हामी साथीहरू पर एकजना देखेको छौँ अब त्यता जानु होला है साथीहरू हामी कति जम्मा पार्छौँ है आज भाले केमुना पनि भेट्यो वा भाले केमुना त हो यो खानु चाहिँ मिल्दैन नि मिल्छ नि खानु यही हो भाले केमुना त हो नि यो हो साँच्ची नै रेला गरेको होइन खाएको त हामी सानोमा गुलियो हुन्छ टरो हुन्छ गुलियो टरो हुन्छ हजुर ए सकिँदैन चढ्नु पर्ने नि साथीहरू यहाँको त सबै टिभी लानु भएको रहेछ कसले होपलेस मात्र भयौँ अब हामी लाग्यौँ मेरो साथीहरू पर जाँदै हुनुहुन्छ यस्तो पत्क जानु परेको छ नि के गर्नु र नै यस्तो छ सिस्नु बाफ्रे सिस्नु यता तरुन खनेर कसले हो दाउरा त बाफ्रे प्रशस्तै छ नि हो तल नाना र आन्टी निर्णय गरियो यो पनि लाने हो अनि गुराँसको फुल टिम्नाको होपलेस भएर फर्कियो भन्न होपलेस भएर फर्केर अब यो यतातिर लाग्यौँ साथीहरू यो एउटा न एउटा त लिएर जानु पर्यो सबै मिक्स गरेर लसुन खोर्सानी अनि त्यसपछि सब मिक्स गरेर अचार बनाउनु दामी हुन्छ नि यो आज चटपटे खाउँ है मलाई चटपटे खाउँ लाग्दैछ ए अनि गरौँ न ए मलाई त हिजोदेखि घाँटीदेखि पोछिरहेको छैन कि त्यतातिर दामी हुन्छ कालो अमिला पनि लाग्दो कालो कमिला पनि लाग्दो रहेछ नि है खै देखा त बहिनी कति टिपिस नानाले पनि ल्याउनु आमामा अस्तिबाट मलाई यो ठाउँमा आउनु मन लागेको हो कि हामी साथीहरू फर्केको है गुराँस पनि भेटिएन गुराँस पनि थोरै मात्रै भेटियो अनि बोकेसाग बोकेर लाग्यो साथीहरू हामी ओह्रालो भोक पनि लाग्यो आज मौसम फेरि एकदम खराब छ साथीहरू पुरै ढुम्म छ यस्तो छ अवस्था यहाँको अब यहाँ चाहिँ हेर्नु मन लागेको छ यहाँ गुराँस ए रहेन छ गुराँस है छैन ए हेरौँ न साथीहरू गुराँस त रहेन छ खै गुराँस हेर्नु न अब माथि अलि 2-3टा छ यस्तो छ ए आज त हामी त गुराँस त खोइ अब काफल हेरौँ न काफल काफल हो र काफल साथीहरू काफल लाग्यो साथीहरू ओह्रालो लाग्यो गुराँस पनि एउटै रहेन छ अचारमा त्यो बोके सागमा टिपेर लाग्यौँ अब हामी ओह्रालो साथीहरू हामी त गलेर दारामाथि सिरानी बनाएर सुत्यो है साथीहरू अब यता बसिराख्नु रहेछ उभिराख्नु रहेछ
लागेको हामी साथीहरू घरतर्फ डाँडाबाटै जानु यस्तो राम्रो कस्तो राम्रो कति धेरै भैँसी गाई मुन्टा इस्कुसको मुन्टा पनि खाने बेला हुन लागिसकेको छ अवस्था यस्तो छ यहाँको हामी यता जानुपर्ने बाटो हिजोकै बाटोमा आइपुग्यो साथीहरू हिजोकै बाटोमा आइपुग्यो यहाँ चाहिँ यस्तो छ स्कुल आइपुग्यो साथीहरू स्कुल चन्द्रोदय स्कुल हामी यसरी जानुपर्ने छ यतातिर आज त फेरि मौसम यस्तो मौसम बिग्रेको छ र पुरै धमिलो न धमिलो देखिरहेको छ हौ यार नाना र आन्टी माथि आउँदै हुनुहुन्छ हौ लम्किएर आउँदै हुनुहुन्छ नाना र आन्टी ओ साथीहरू पुरै भोक लाग्यो हामी सबैलाई भोक लाग्यो नाना पुरै टेन्सनमा हुनुहुन्छ यहाँ स्कुलबाट क्यान्टिनबाट खाजा चटपटे मागेर हामी बसिरहेको छौँ अब कतिखेर आउने हो यसो गेट हेर्दै बस्ने बेला भयो साथीहरू ल बल्ल बल्ल आयो हाम्रो खाजा बल्ल बल्ल आयो साथीहरू पर्खिँदा भोक लागेर गुराँस खाँदा चाउचाउ पनि आइसक्यो हाम्रो नास्ता पनि आइपुगिसक्यो ल साथीहरू चटपटे खाएर पनि हामी लागिसक्यौँ आन्टी र नाना पर पुगिसक्नु भयो सुरु छोडेकोमा भयो सुरु बसेकोमा पो छोडाखेको रहेछ मेरो झोला त कति हाँस्नु हो यत्तिको दिमागले क्याप्चर गर्यो भने चाहिँ एक झाङमा त टिपी गर्ने अरूमा त कहाँ टिपिरहने अस्ति गएको भए चाहिँ राम्रो हुन्थ्यो चाहिँ सबै झरिगएछ कुरा चाहिँ यतिले वाइन भन्न वाइनको लागि हो साथीहरू यो वाइनको लागि हामीले टिपेको हो यो ल साथीहरू गुराँस बाडियो बोकेर गइँदैछ घर नाना लानु पनि भएन अब नेक्स्ट टाइम नाना चाहिँ वाइनको लागि लाउनु हुने अरे थियो भने चाहिँ लाउनु हुने नानाले ल त साथीहरू यहाँ मेरो भिडियो फुल हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु बाई बाई